नेपाल प्रिमियर लिग सिजन 2 अन्तर्गत हिजो भएको थियो फाइनल म्याच सुदूरपश्चिम रोयल वर्सेस लुम्बिनी लायन्स र हिजोको फाइनल म्याचमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयललाई भने पुरै धोबी हान्यो। मतलब ऐसा कौन हराता है भाई। फाइनल म्याचमा सुदूरपश्चिम रोयल ब्याटिङबाट फ्लप भयो साथमा के भन्छ बलिङबाट पनि खासै त्यति चलेन, किनभने अब स्कोर बोर्डमा खासै त्यति स्कोर नै थिएन डिफेन्ड गर्नको लागि। अब हिजोको म्याचमा सुदूरपश्चिम रोयललाई यो बहाना पनि चलेन कि के भन्छ काश हामीले चाहिँ टस जितेको भए हामीले पहिले बलिङ गर्थ्यौँ भनेर, किनभने हिजोको म्याचको टस जितेको थियो कप्तान दिपेन्द्र सिंह एडली नै र पहिले ब्याटिङ गर्ने रोजे। ग्रुप स्टेजमा सुदूरपश्चिम रोयल पुरा च्याम्पियन जस्तै खेल्यो। मतलब 7वटा लिग म्याचमा मात्र एउटा म्याच हार्यो, बाँकी 6वटा म्याच भने पुरै शानदार तरिकाले जित निकाल्यो। भने अब यो फाइनलमा पुग्नको लागि प्लेअफमा एउटा म्याच मात्रै खेल्नु पर्यो, यानी क्वालिफायर 1 खेल्यो, त्यो पनि जितेर सिधै फाइनलमा इन्ट्री गर्यो। भने अर्को साइडमा लुम्बिनी लायन्सको यो लिग स्टेजको यात्रा भने एकदम कठिन थियो। अब जितदेखि टुर्नामेन्ट सुरुवात गरेको लुम्बिनी लायन्सले भने त्यसपछि 3वटा म्याच ब्याक टु ब्याक हार्यो। अब 3वटा म्याच हारेपछि अब मैले त अलमोस्ट यो लुम्बिनी लायन्सलाई प्लेअफको रेसबाट हटाइ नै सकेको थियो। तर आई डोन्ट नो म्यान के भयो यो लुम्बिनी लायन्सको प्लेयरमा, कसले चार्ज अप गर्यो, के कसरी मोटिभेटेड भयो, मतलब यस्तो तरिकाले कम ब्याक गरिदिए। अब त्यसपछि लगातार 3वटा म्याच जितेर प्लेअफमा क्वालिफाई पनि भयो। अब प्लेअफमा चाहिँ सबैभन्दा ठुलो मतलब के भन्छ एलिमिनेटर राउन्ड खेल्नु परेको थियो, यानी एलिमिनेटर म्याच खेलेका थिए। त्यसमा पनि के भन्छ काठमाडौँ गोर्खा जस्तो स्ट्रङ टिमलाई हरायो। त्यसपछि अब क्वालिफायर 2 मा चाहिँ के भन्छ यो विराटनगर किङ जस्तो स्ट्रङ टिमलाई पनि चारो खाना चित गरिदिए। मतलब 100 रन पनि कटाउन दिएन यो लुम्बिनी लायन्सका बलरले। भने फाइनलमा जाँदा खैर आउट अफ बक्स नै आएर यस्तो शानदार तरिकाले पर्फर्मेन्स दिए। मतलब अब विराटनगर किङ्सलाई 100 रनभित्र नै अल आउट गरिदिएका थिए भने चाहिँ अब सुदूरपश्चिम रोयल जस्तो स्ट्रङ टिमलाई पनि के भन्छ 100 रन पनि कटाउन दिएन यो लुम्बिनी लायन्सका बलरले। अब हिजोको फाइनल म्याचमा सुदूरपश्चिम रोयलले जसरी खेल्यो त्यो हेरेर त मलाई के भन्छ चितवन राइनर्सको याद आयो, किनभने चितवन राइनर्सबाट पनि एउटा प्लेयर मात्रै छन् जसले चाहिँ यो चितवन राइनर्सलाई पुरा सिरिजभरि चाहिँ आफ्नो काँधमा बोकेका थिए, यानी रवि बोपारा। अब रवि बोपाराले चाहिँ रन बनाउँथ्यो भने चाहिँ चितवन राइनर्स जित्थ्यो, नत्र भने चाहिँ चितवन राइनर्स त हारि नै हाल्थ्यो अलमोस्ट सबै गेम। त्यस्तै गरी चाहिँ के भन्छ अब सिजनभरि चाहिँ सुदूरपश्चिम रोयलबाट विनोद भण्डारी चल्यो, विनोद भण्डारीको ब्याटबाट रन आउँथ्यो, मजाले जित्थ्यो। भने हिजोको म्याचमा विनोद भण्डारी डकआउट भएपछि के भन्छ अरू ब्याट्सम्यानले भने हमसे नहो पाएगा। मतलब अरू ब्याट्सम्यान एउटा ईशान पाण्डे छोडेर अरू खासै कुनै पनि ब्याट्सम्यान यहाँ चलेनन्। अब लिग स्टेजमा पुरै आतंक मचाएका सुदूरपश्चिम रोयल भने एज अ च्याम्पियन टिम जस्तै खेल्यो र पोइन्ट टेबलमा नम्बर 1 मा बसेर के भन्छ क्वालिफायर 1 खेलेर सिधै फाइनलमा इन्ट्री गरेको थियो। भने अर्को साइडमा लुम्बिनी लायन्सले भने चाहिँ सबैभन्दा पहिले क्वालिफाई यानी प्लेअफमा क्वालिफाई गर्ने गाह्रो भएको थियो। भने त्यसपछि एलिमिनेटर खेल्यो, त्यसपछि क्वालिफायर 2 खेल्यो, त्यसपछि बल्ल बल्ल फाइनलमा चाहिँ आफ्नो स्थान जमायो। अब फाइनलमा पनि सुदूरपश्चिम रोयल जस्तो स्ट्रङ टिमसँग भिड्न थियो र यस्तो तरिकाले भिडियो। मतलब सुदूरपश्चिम रोयल भने चाहिँ लुम्बिनी लायन्सको अगाडि चाहिँ केही पनि निस्केन। मतलब लुम्बिनी लायन्सले चाहिँ यस्तो तरिकाले 85 रनमा अल आउट गरिदियो यार, यस्तो पनि कहीँ अल आउट गर्छन् यार। अब अलिकति रन पनि बनाउन दिनु पर्यो नि यार, अलिकति के भन्छ सुदूरपश्चिम रोयल त आफ्नो स्टेटस बनाएको छ, मतलब च्याम्पियन टिम जस्तै खेलेको थियो सिरिजभरि, अनि त्यस्तो टिमलाई चाहिँ फाइनलमा भने 85 रनमा नै अल आउट गरिदिने, यस्तो त बलिङ गर्नु हुँदैन है लुम्बिनी लायन्स प्लिज। अब यो सुदूरपश्चिम रोयलको लागि यो सिचुएसन भनेको चाहिँ कुनै नयाँ थिएन, किनभने सिजन 1मा पनि सेम सिचुएसन भएको थियो र यो युज टु भइसकेका थिए सुदूरपश्चिम रोयल। त्यसले गर्दाखेरि चाहिँ जोरका झट्का धीरे से लगा यस्तो भन्न सकिन्छ सिजन 2 मा पनि। अब लास्टमा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलको बारेमा पनि अलिकति भन्न चाहन्छु, किनभने सिरिजभरि जुन तरिकाले उनी खेलिरहेका थिए उनी सोसियल मिडियामा निकै ट्रोलिङका शिकार बनेका थिए। धेरैजनाले भनेका थिए उनी टुकटुकाएर खेलिया, मतलब टुकटुक गरेर खेल्छन्, उनी ओडिया खेलिरहेका छन् कि T20 खेलिरहेका छन् उनी बिर्सेर खेल्छन् भनेर। अब उनले चाहिँ सबै अब रोहित कुमार पौडेलले आफ्नो यी क्रिटिक्सहरूलाई चाहिँ एकदम मजाले जवाब दिएका छन्, भनेका छन् कि अब यस्तो खाले पिचमा जुन पिचमा अहिले चाहिँ यो एलिमिनेटर के भन्छ क्वालिफायर 2 र फाइनल भयो त्यसमा चाहिँ ज्यादा अक्षय कुमार बन्न गयो भने नि के भन्छ यस्तै आफ्नो के भन्छ टुलागिरी गर्यो भने चाहिँ यस्तै आफ्नो विकेट गुमाएर चाहिँ मतलब 100 रन पनि कटाउन सक्दैनौ भने चाहिँ अब मैले टुकटुक गरेर पनि के भन्छ सिचुएसन अनुसार खेलिरहेको छु र मैले आफ्नो टिमलाई चाहिँ फाइनलमा पुगाएर जिताए पनि त्यस्तो भयो भने ठिकै छ नि यार, खेल राम्रो, अब सिचुएसन अनुसार खेल, उनले चाहिँ जवाब दिए। र साथमा के भन्छ जाँदा जाँदै उनले चाहिँ बाइक पनि पाए र कार पनि पाए र ट्रफी पनि लिएर चाहिँ गए। अब जसलाई जे भन्न मन लाग्छ भने हुन्छ।